नमस्ते सबैजनालाई। यो केक चाहिँ मबाट सधैँ केक लाने दिदीले अर्डर गर्नुभएको थियो। म केक बनाउँछु भनेर थाहा पाएपछि सधैँ मबाट नै केक लानुहुन्छ दिदीले। र दिदीले चाहिँ तिमी आफ्नै डिजाइन गर्नु, राम्रो बनाइदेऊ है भन्नुभएको थियो। र आउनुहोस् अब केकमा डिजाइन बनाम। अब पिङ्क कलरको क्रिमले डिजाइन दिँदैछु। यो डिजाइन चाहिँ मलाई पहिलेदेखि नै ट्राई गर्नु मन थियो। अनि यो डिजाइन बनाउँदा हल्का डर पनि लाग्दै थियो, कस्तो डिजाइन हुने हो, राम्रो हुने हो कि होइन भनेर। अनि त्यसपछि केकमा फ्लावर बनाइदिए सबैतिर। अनि तल पनि डिजाइन बनाइदिए। अनि चाहिँ केक पनि राम्रो देखियो। अनि फ्लावरहरूको छेउछेउमा लिफ पनि बनाइदिँदैछु। र केकमा ह्याप्पी बर्थडे लेखिदिए। लास्टमा सुगर बलले गार्निस गरिदिए सबैतिर। कस्तो लाग्यो तपाईहरुलाई केकको डिजाइन? कमेन्ट गर्नुहोला। धन्यवाद।